ल ल जाऊ 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 आज हाम्रो बोर्डिङको भरमा यतापट्टि हेरेर हाई गरेर जाऊ न यतापट्टि हेरेर यता 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 हाई हाई हेलो बिस्तारै बिस्तारै जाऊ बिस्तारै बिस्तारै अहिले पखनै भ्याइसकेपछि कि बिस्तारै 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 यता यता हेर न यसो हाई गर ए अझ नि पुरै ध्यान नपर्यो नि गाडी काई आउन आउन लागेको हैन बडी गाडी फुल भयो अब सुरु भयो हाम्रो आजको भ्रमण छैन हेलो 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 ल ल थाम भयो कि भएन हाम्रो एकदम जम्मै ठाउँ होला ल यता हेलो यता यतापट्टि अब हामी हिँड्न लाग्यो अब हामी हिँड्न लाग्यो यतापट्टि तिनजना भ्यायो क्या त हेलो जय भगवान् अहिले राप्ती खोला आइपुग्यो त्यही गइदेखि चाहिँ राप्तीको भ्यू पुरा पहिरोले डम्मै देखिरहेको छ अहिले चाहिँ हामी यो पटकै काट्ने लुम्बिनीमा पटकै काट्ने समय यहाँ आएको छौँ लाइट चोकमा पेट्रोल हाल्ने बसमा लाइट चोक नारायणगढ बजारको भाइसिको मासु किन्न पऱ्यो म यता आउनु होला यो पेट्रोल पम्प शिव पेट्रोल पम्पमा अब यहाँबाट हामी बाटो नारायणको पुलबाट जाने
मकै दोकान स्कुलमा आएर नि माध्यमिक विद्यालय जयश्री पुल हेर्ने पहिलाको अहिलेको जयश्री पुल मुतुवाहरू सबै दर्शन मुतुवा यो अहिले हामी यो कुन ठाउँमा थाहा नाम थाहा नि यो हाइवे हो यो पूर्व पश्चिम हाइवे सबैजना पिछा भन्नु पाउँदो रहेछ है छैन चोरमारा बजार चोर अनि मारा डान्सिङ पुल हेर भाँच्चाको पुल यही पुल भाँचेको है यही हो कस्तो भाँचेको डान्सिङ पुल पुरा दाउनेको गल्ला गल्ला हो हामी है बाटो त हाम्रो घरको अगाडिको भन्दा खतम भयो हाम्रो बाटो हात्तीमा चढा जस्तो भयो अहिले बाङ्गोतिर भन्दै गयो अङ्कल काम गर्छ यहाँ
चलिरहेको छ पुरा केटाहरूले खनिरहेको छ ओ गाउँ जय हनुमान जय जय हनुमान जय हनुमान राइडरको ग्रुप अब हेलो 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 कुहिरोले ढिलो ढिलो पुरै देखिएन भिउ सही हो हामी त डाँडामा आइपुग्नु हामी के हो उसले त्यही हो हामी आएको बाटो त्यो हो उता गाउँ यो बाटो त कहाँ जाएको त यता लाग्यो फर्स्ट दाउनेको डाँडा दाउनेको बजार बजार पाउनु गइसक्यो त्यही हो लोकल भाजेर माग्छु होइन दाउने 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 होइन होइन पूजा गरेर आएको होला क्या त मेरो होटलहरूमा हामीले एकदम खै के हो यो बसिहाल्यो क्या ठुलो कहाँ के निकाल्दा आयो खाना खाँदै खान यिनीहरूको यो सेकेन्ड राउन्ड होइन यो सेकेन्ड राउन्ड बिस्तारै 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 ल यता आज त्यही कति भात खाने हो यता हालिदिनु भात त्यहाँ ए सक्यो भात ल सान्दी ल यहाँ अभिमन्यु दर्शन यहाँ नानी भात खाँदै म्याडमहरू ओए तँ यो चम्चा नि खायो अहिले एकपछि चम्चा यो चम्चा नि खायो यता सिमरन भात किन गयो क्या भात चरो खायो है पाउ ल्याइदिन्छ यतापट्टि कुशल ए कुशल रसन ल सुजित पनि सुजित र प्यासन भात फाल्न पाउँदा डरो खानुपर्छ यता जसबिनको ग्याङ क्लास 5 रेमोस कुसन भात बिस्तारी है आशिका रोशनी सैना अनि अब हो यो द ओरिजिनल लेखेको खा अब त्यो पनि खाँदैछ यता अलिक भात आएन लास्टै भोग्ला है लास्टै भोग्ला सार्थक ल खाँदैछन् रन गर्नुपर्छ है कल त पुरा होटेललाई तर्सन भनेको होइन हजुर होटेलवालालाई तर्सन भनेको होइन भात खाएर 10 प्लेट यो लिएर अर्को यता अरमान गुरुङ ए लाज्नु भन्यो लाज्नु भने तेरो घरको रूप देखाइ तरकारी ल्याइदिन्छ कि ल्याइदिन्छ ल पर्सि त रिमाल अहिले अब थर्ड राउन्ड हो ए
के रे धेरै नसकाउनु है लाज भइसक्यो धेरै नदबाउ के रे लाज भइसक्यो कति थप्ने खान पनि यो कति राउन्ड हो यो 5 राउन्ड हो 4 राउन्ड 4 राउन्ड हो के चाहिँ भर्किने फेरि यो दाउन्ने कोब्रा त झरिसक्यौँ होइन राइडरको अब के बर्दाघाट सारा लाएर फुटबल भनेको बर्दाघाट मजाले झऱ्यो त अनि बर्दाघाट भनेको फुटबलको चाहिँ आउने हो कि बर्दाघाट आउने हो फुटबलले चाहिँ माजाबाट हालेको नाच दिन्छ अब हामी त्रिवेणीतिर लाग्यो है औ त्रिवेणीतिर लाग्यो अहिले हामी अर्को ठाउँमा आइयो फेरि गाडी घुमाएर होइन नौनी घाटतिर झोलुङ्गे पुल ठाउँ भएको ठाउँतिर आइएछ होइन फेरि उतै फर्किन लाग्यो अब पुल हेर्नलाई यो त्रिवेणीको छेउ स्नान गर्न आज पूर्णिमाको दिन सब नेपाल इन्डियाका मान्छेहरू नुहाउँदै तल पुल रहेछ ल भर्खरै यो त्रिवेणीको पुलमा आयो हामी होइन यो चाहिँ त्रिवेणीको पुल हामीले कस्तो देखेँ त्रिवेणीको पुल ओए कस्तो ए डर लाग्ने यार यो चाहिँ त्रिवेणीको पुल यो पुल हो यो पुल हुँदै 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 अगाडि इन्डिया यो उतापट्टिको भित्ता इन्डिया उतापट्टि यो देखेको रुखहरू इन्डिया म बसेको ठाउँ चाहिँ नेपाल सबै खोल्दो रहेछ अहिले लाइन ल अब हामी चाहिँ पुलमा यसो पुलमा पाइला टेक्दिउँ कि भनेर ल जाम त्रिवेणीको पुलमा हिँड्दै पछि फर्किने बाटो आउँछ नि फेरि नेपालमा अहिले नेपालमा हो अहिले त्यो तल पुरा नेपालको पानी तल जाने हो इन्डियातिर उतापट्टि इन्डिया सबै इन्डिया नेपाल अहिले विद्यार्थीहरू पुरै हिँड्दै छन् यता म्याडमहरू अगाडि सर पनि हुनुहुन्छ अहिले हामी इन्डियाको साइडतिर छौँ होइन घुम्न आएको इन्डियाको साइडबाट आएको भिडियो इन्डियाको साइडबाट इन्डियाको साइडमा नेपाल चाहिँ उतापट्टि त्रिवेणी धाम इन्डिया साइडबाट इन्डिया साइडबाट गोलगप्पा खानेको भिड अहिले हामी इन्डियातिर घुमेर अब फेरि नेपालतिर अब यो पानी हेर्दै हिँड्यो
अगाडि जोडेर जानु पर्यो ल पुरा इन्डिया घुमेर आएको टोलीहरू ल इन्डिया घुमेर स्वदेशमा चाहिँ फर्किँदैछौँ है इन्डिया गएर पानीपुरी खाएर आएको मान्छेहरू पानीपुरी कस्तो लाग्यो नमिठो ए खोलाको पानीले बनाएको त अनि ए धमिलो पानीले बनाएको ए कार्की कस्तो लाग्यो पानीपुरी ल पुल भयो कचरो देखाउने यो पुल त्रिवेणी धाम सब पानी इन्डियालाई ल बुटोल फुलबारी आएको बुटोल फुलबारी त बन्द हामी आउन्जेलसम्म यताबाट बत्ती खतरा बत्ती जुन खतरा देखियो त्यो यतापट्टि बुटोलको नजारा बुटोल फुलबारी बन्द ब्याक टु बस आउने होटेलतिर अब आजलाई यति नै अब चाहिँ भोलि